साथीहरु सबैलाई नमस्कार। आज धेरै समयपछि यहाँहरुसँग चाहिँ मिलेर केही कुरा मनन गरौँ, सोचौँ भनेर म आएको छु। फुटबल इतिहासका महान हस्तीहरु क्रिस्टियानो रोनाल्डो र नेमार, जसले संसारभरि करोडौं समर्थकहरु कमाए, आफ्नो नाममा अनगिन्ती रेकर्डहरु हात पार्न सफल भए। क्लब फुटबलमा त लगभग सबै ठूला उपलब्धिहरु चाहिँ उहाँहरुको नाममा छ र फुटबलको इतिहासमा चाहिँ उहाँहरुले आफ्नो नाम चाहिँ सुनौलो अक्षरले लेख्न सफल हुनुभयो दुवैजना। म उहाँहरु दुवैजनाको बारेमा कुरा गर्दैछु। उसो त म पुरा समय दिएर फुटबल म्याच त्यति हेर्दिन र पनि यी सबै अनेकन सफलताका बावजुद पनि एउटा सानो सपना भने अधुरै रह्यो उहाँहरुको कि आफ्नै नेतृत्वमा आफूले खेलेका खेलहरुबाट चाहिँ आफ्नो देशलाई विश्वकपको उपाधि जिताउने। र यो अहिले फुटबल यो विश्वकपको यो महासंग्राम चलिरहँदा अस्ति भर्खरै नेमारले चाहिँ हार बेहोरिसकेपछि त्यो मैदान छोडिरहँदाको त्यो भावुकता, त्यो पीडा, त्यो आँसु र हिजोको गेममा क्रिस्टियानो रोनाल्डोले हार बेहोरिसकेपछिको त्यो भावुकता, त्यो आँसु, हुन त त्यो पछाडि अनेकन संघर्ष, दुःख, अहिले हामीले उहाँहरु विश्वभरि चर्चित भइसकेपछि उहाँहरुलाई त्यसरी त्यो दृश्यमा, उहाँहरुलाई त्यो पर्दामा देखे पनि, त्यो विश्वकप खेलिरहेको देखे पनि त्यहाँ पुग्नसम्मको उहाँहरुको अथाह मेहनत, परिश्रम त होला नै र अवश्य रहन्छ। र पनि यति फुटबल इतिहासमा नेमारको कुरा गर्ने हो भने त फुटबलका गडफादर नै मानिने पेलेको सम्म रेकर्ड तोड्न सफल खेलाडीले चाहिँ त्यो विश्वकप जित्ने सपना अधुरो नै रह्यो। त साथीहरु, यहाँबाट हामीले के कुरा सिक्न सक्छौं भन्दा हामीले इमानदारीताका साथ, समर्पण भावका साथ आफ्नो मेहनत गर्ने हो। अन्तिम परिणाम कहिले पनि हाम्रो हातमा रहँदैन। यो कुराले, यो दृश्यले हामीलाई त्यो कुरा अझ स्पष्ट रूपमा सिकाउँछ। क्रिस्टियानो रोनाल्डो जस्तो, नेमार जस्तो फुटबलको हस्ती अरु हुँदैनन् भन्ने होइन, तर उहाँहरु जस्तो हस्ती को छ त? र पनि विश्वकपको उपाधि जिताउन नसक्नु भनेको उहाँहरुले त्यो फुटबल खेल्न नआएर, नजानेर भन्दा पनि हामीले हाम्रो मेहनत गर्ने हो। अन्तिम परिणाम सधैँ हाम्रो हातमा रहँदैन र यो कुरा त्यो खेलमा मात्र नभएर हाम्रो जीवनमा पनि लागू हुन्छ। हामीले हाम्रो जीवनमा हामीले गर्नुपर्ने कामहरुलाई समर्पण भावका साथ 100% हामीले चाहिँ दिने हो। हामी अगाडि बढ्ने हो, हामीले गर्दै जाने हो र त्यसको परिणाम के आउँछ, हामी त्यो परिणामलाई मात्रै आधार मानेर हामीले हाम्रो सफलता र असफलता मापन गर्ने भन्ने